दर्शकबिन नमस्कार। आज म तपाईहरुलाई एउटा छोटो भिडियो मार्फत हामीले कसरी फ्यान स्विचको मार्फत एउटा बल्बलाई नै चकिलो र मधुरो गरी बाल्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेका छौं। हामीले सर्वप्रथम अलिकति तार अनि एउटा फ्यान स्विच अनि एउटा पावर सकेट बक्स, एउटा होल्डर र एउटा बत्तीको बल्बको सहायताबाट एउटा स्विचबाट एउटै बत्तीलाई चकिलो र मधुरो गरी बाल्ने प्रक्रिया बारेमा छोटो भिडियो बनाउने प्रयास गर्नेछौं। सर्वप्रथम हामीले 2 मिटर लामो तार लिएका छौं र तारको एउटा टुप्पोमा फ्यान स्विचको एउटा लाइन र अर्को लाइनका यी दुईटा टुप्पाहरूलाई यी दुईवटा होल्डरको पिनमा जोड्न गइरहेका छौं। दर्शकबिन हाम्रो कनेक्सन रेडी भइसकेको छ। मैले पावर सकेटबाट हाम्रो सप्लाईमा लाइन पनि दिइसकेको छु र अब मैले बनाउन खोजेको भिडियोको उद्देश्य अनुसार हामीले फ्यान स्विचको माध्यमबाट एउटा बल्बलाई चकिलो र मधुरो अथवा यस बत्तीलाई 5 वाटको र 1 वाटको उज्यालोमा दुई थरी प्रकाश लिनको लागि हुन्छ भन्ने प्रक्रिया मार्फत हामीले यो बनाएको प्रक्रिया सफल भयो कि भएन अब चेक गर्न गइरहेका छौं। हामीले बत्तीलाई अहिले चकिलो अवस्थामा देख्यौं र अब हामीलाई कोठामा बच्चाहरू छन् र मधुरो मात्रै लाइट चाहिएको छ भने पनि हामीले यसरी मधुरो प्रकाशमा बाल्न सक्छौं। भने हामीलाई कोठामा धेरै उज्यालो चाहिएको छ र चर्को लाइट पनि चाहिएको छ भने हाम्रो बत्तीलाई यसरी स्विचकै माध्यमबाट चकिलो र मधुरो गरी बाल्न सकिन्छ भन्ने प्रक्रियागत जानकारीको लागि यो भिडियो हजुरहरूलाई प्रस्तुत गरेको थिएँ। तपाईहरुलाई पनि आफ्नो कोठामा चकिलो र मधुरो लाइट एउटैबाट धेरै बत्ती राख्ने ठाउँ छैन, तर तपाई एउटै बत्तीलाई चकिलो र मधुरो अथवा राति सुत्ने बेलामा डिम लाइनमा मधुरो राख्न र आवश्यक परेको बेलामा चकिलो बाल्नको लागि यो सेटिङबाट तपाई पनि आफ्नो घरमा फाइदा लिन सक्नुहुन्छ भन्ने जानकारी दिँदै मेरो आजको जानकारीमूलक भिडियो यही अन्त्य गर्दछु। हस्त नमस्कार बाइ। मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै जानकारीमूलक भिडियोहरुको लागि म तपाईहरुसँग फेरि उपस्थित हुनेछु। हस्त धन्यवाद। बाइ बाइ। Thanks for watching my video.